हिमालयको मुटुमा वीर जनरल अमरसिंह थापा अद्वितीय साहसका साथ नेपालको रक्षा गर्न आफ्नो जीवन समर्पण गरे। नेपाललाई एक बनाउने जुन आगो थियो त्यसलाई प्रज्वलित गरेका थिए। जय गोर्खाली। बलभद्र कुंवर वीर रक्षक ब्रिटिश सेना सामु नाला पानीको किल्ला धुवां बारूद र तोपको आवाज बीच पनि उनी अडिग उभिए। अत्यधिक चुनौतीको बावजुद यो धरतीका छोराहरू मर्दैनन्। सम्पूर्ण नेपालको स्वाभिमान र देशको अस्तित्व बचाउन लड्नुपर्ने हुन्छ। बलभद्रको आत्मा अटुट रह्यो। पुस्ताहरूको प्रेरणा बने। काजी कालु पाण्डे सही योजना बिना नक्सा र दियोको उज्यालोमा उनले राष्ट्रको भविष्य कोर्थे। युद्धभूमिमा उनी नेतृत्व मात्र गर्थिन्, उनी प्रेरणा बन्थे। यो भूमि नमर्नेलाई होइन, लडेर जित्नेलाई हो। एकीकृत नेपालको नक्सा पहिलो पटक उनीकै मनमा खिचिएको थियो। उनको बुद्धि र साहसले एकीकृत नेपालको भाग्य निर्माण गर्यो। 70 को उमेरमा पनि भक्ति थापाले युवाहरूलाई आफ्नो अटुट साहसको प्रेरणा दिए। उमेरले होइन, आत्माले लड्ने महान योद्धा। 70 वर्षको उमेरमा पनि उनी युवाहरू जस्तै अगाडि डटेर उभिए। उनी युद्धतिर दौडिए, बारूदको धुवां छेड्दै। यस अन्तिम गर्जनसँगै उनी साहसको अमर प्रतीक बने। यी 4 वीर अमरसिंह, बलभद्र कुंवर, काजी कालु पाण्डे र भक्ति थापा यिनै हुन् नेपाल एकीकरणका वास्तविक नायक। उनीहरूको रगत, पसिना, बुद्धि र बलिदानले आजको नेपाल बनेको छ।